भिडियो चाहिँ अब यो गर्दै बब्बाल पुण्य गर्नुले अनि फेरि लाखौँको बिचमा बोलिएर म प्रति रिस उठ्यो भने फेरि डेस्क बेन्च देखाउन नि सकिन्छ। त्यो त राम्रो भयो होइन। त्यही हो, त्यो डेस्क बेन्च जस्तो कुरा चाहिँ अब त्यो हाम्रो जलनको भिडियोमा डेन्जर हुन्छ नि त तपाईँको यार। जलनको अब बिचरा आफै पनि परेको अरे होइन। म चाहिँ अब बुद्धवादी हुनाले मेरो जलनशील स्वभावबाट बचेछन्। जलन भाइ यो हेरिरहनु भयो होला, कडा शाब्दिक चेतावनी, कृपया तपाईँले बेला बेलामा अनौठो अनर्थका भिडियोहरू हाल्नुहुन्छ। तपाईँले गरिब दुखी रोगी असहायलाई लाखौँ दान गर्नु हो होइन दाइ भनेर सोधेको ठाउँमा मैले हो पक्कै हो भनेको ठाउँमा तपाईँले त बलात्कार गरेर आउनु भएछ नि भन्दा हो पक्कै हो किन पार्नु हो? तपाईँको पनि भिडियो काट्नु पर्यो। तपाईँलाई पनि फेरि म मुख देखाउन नालायक बनाइदिन्छु। न भविष्यमा ससुराली जान पाउनुहुन्छ न वर्तमानमा माओली। त्यो त टेन्सन हुँदा यार वर्तमानमा माओली जान नपाउने भने त झ्याउ नि होइन। अनि वर्तमान भने फेरि वर्तमान गर्ने होइन कि वर्तमान समयमा माओली हो नि त। ससुराली त बनाएको छैन होला उनले, बनाए भए अहिले पनि जान सक्नुहुन्न। एउटा कुरा के धम्की नै हो यो, धम्की होइन सुझाव हो, सचेत चेतना के भन्छ यसलाई, यो सुगर प्रेसर धम्की केही पनि होइन। सो यो कुरा रिगार्डिङ तपाईहरुको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला। र हाम्रो नेक्स्ट रहेको छ विवेक थपलियाको तर्फबाट। रिसेन्टली उहाँले चाहिँ रुटिन अफ नेपाल बन्दको अगेन्स्टमा चाहिँ एउटा भिडियो अपलोड गर्नु भएको थियो, जहाँ चाहिँ उहाँले चाहिँ रुटिन अफ नेपाल बन्दलाई चाहिँ म्यानिपुलेटर भनेर भन्नु भएको छ। एज वेल एज बालेनको झोले भन्ने पनि एलिगेसन लाउनु भएको। सो यसै कुरा रिगार्डिङ के भिडियो क्लिप तपाईहरु आफै हेर्न सक्नुहुन्छ। रुटिन अफ नेपाल बन्दले आफ्नो नाम परिवर्तन गरेर रुटिन अफ डेली म्यानिपुलेसन राखेको हुन्छ। यो न्यूज हेर्नुहोस्। न्यूजमा के भनिएको छ भन्दाखेरि काठमाडौँ महानगरपालिकाले अब सरकारी विद्यालयहरूमा डिजिटल बोर्ड राख्ने, सुरुमा 8, 9, 10 बाट सुरु गर्ने है। बाँडिसकेका छैन, बाँड्ने